हेलो साथीहरू, आज पनि म गएको थिएँ साकेला भदै, मेरो भदै हेर्नुहोस् न। अनि गएको थिएँ, अगाडिको साउन्ड चाहिँ आएन, त्यो भएर फेरि मैले ओरिजिनल साउन्डै राख्न आँटेको थिएँ। फेरि केही बोलौँ जस्तो लाग्यो। फुपूले के किन्दै किन्दै फुपूलाई फेरि आज खुब किन्नु मन लागेको छ। गोकर्णको जङ्गल यस्तो रमाइलो भएको, बाफ्रे स्ट्रेस कम भएको मेरो, मलाई फर्किन मन थिएन। अनि त्यसपछि फुपू ह्याप्पी साकेला भन्दै हुनुहुन्छ। मेरो भदैले पनि ह्याप्पी साकेला भन्दैछ। अनि यता चाहिँ शीतल पनि के यो रुखहरूले गर्दाखेरि अनि मजाले मान्छेहरूले दोकान पनि राखेको, अरू ठाउँभन्दा धेरै दोकानहरू राखेको। यहाँ चाहिँ राम्रो लाग्यो, मेला जस्तो नि हाम्रो साकेला ठाउँमा अनि घुम्ने ठाउँ शीतल न शीतल सबैभन्दा चाहिँ त्यही नै हो। त्यहाँ चाहिँ माथि चाहिँ रमाइलो ठाउँ रहेछ। म चाहिँ गएको थिइनँ अहिलेसम्म, अनि अझै हो म यो गोकर्णको साकेला गएको चाहिँ एकदम रमाइलो हुँदो रहेछ। हजुरहरू पनि कोही हुनुहुन्छ भने अर्को साल अब आउनुहोस्, उधौलीमा आउनुहोस्, उधौली पनि हुन्छ यहीँ रमाइलो। अनि पुरै ठाउँमा नाच्नेहरू, कोही के गर्दै गरेको, कोही के रमित पनि हेर्ने। अनि म नक्कल पार्दैछु, नक्कल पार्दै फुपूलाई पनि देखाउँदैछु। फुपू पनि फोटो खिचेको हो कि भनेर पोज दिनु हुँदै थियो, होइन भनेर फेरि रमाइलो भएको हेर्नु न। पुरा खानेकुराहरू ठाउँमा कति टेन्ट टाँगेर मजाले हामी पनि। अनि फुपूले चाहिँ पुरै जाँड खान्छु भन्दै रमाउनु हुँदै थियो। अनि ठाउँ सबैको पसलमा ढुङ्गामा पोलेको सेकुवा, तर कस्तो म धेरै सेकुवा खानै सक्दिनँ। अब जस्तै देख्दा चाहिँ पुरा खाउँ जस्तो हुन्छु, त्यसपछि खाँदै गएपछि चाहिँ 4-5 पिसभन्दा बेसी खानै सक्दिनँ। के भएको होला यस्तो। उसमा जाँड छ, सरुवा, त्यसमा जाँड हुन्छ। अनि तलबाट चुहाएर छानेर चुहाउने त्यो परालको उसले। अनि त्यस्तो। यतापट्टि मेरो बुहारी भेट्यौँ, अनि बुहारीसँग फेरि गयौँ कता रमाइलो भएको थियो। अङ्कल ह्याप्पी साकेला भन्दै त्यो भेट कार्यक्रम सकिएको थियो। फेरि आन्टी चाहिँ आज साडी लगाएको क्या। अनि अङ्कल हामी बस्यौँ खानालाई, अनि सरुवा जाँड सबैले खायौँ। त्यस्तै हो, पुरै पोजमा छ, म पनि छु। हामी दुईजना भर्खर भेट भएको थियौँ, किनभने उनीहरू छुट्टै आयो, म र नाना छुट्टै गयौँ। रित्याङलाई लिँदै चेस गरेर चाहिँ जाँड खायौँ। उतापट्टि चाहिँ उमेश राई क्या, हास्य कलाकार, फुलन्देको आमा भन्छ नि, उहाँसँग पनि फोटो खिच्यौँ। त्यो भाइ फोटो खिच्यौँ, ओऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यसपछि अब हामी नाच्नु जाँदैछौँ। अब नाच्नु सुरु गरेको, ताल बिट केही नमिलेर घरिघरि फेरि मेरो भदै नाच्नु फेर्दैपछि ओ माई गड। त्यसरी नै अब सकियो। फर्किँदाको चाहिँ भिडियो बनाइन। थ्याङ्क यू।